हेलो गाइस, यो आरा देख्नुभएको छ हैन। आरा यो काम नलाग्ने बाँसको टुप्पाहरू हो। फेद त हैन, टुप्पा हो। यो फुटिसकेको छ। यो काम नलाग्ने बाँसको टुप्पाबाट आज म चाहिँ ट्रे बनाउँदैछु। ल ट्रे बनाएर देखाउँछु कतिको राम्रो हुन्छ, हेर्दै जानु है त। पहिला यसलाई नाप्नुपर्छ। यति भाग त काम लाग्दैन होला यसको हैन। यो चाहिँ काम दिन्छु कि यति चाहिँ काम दिन्छु। यसलाई म काट्छु। यो दुईटा बनाउनु पर्छ यस्तो हैन। यो चाहिँ के हो भन्दा यो समात्ने हो नि फेरि है। यो चाहिँ यसरी समात्ने, यसरी समात्ने। दुईटा यसरी दुलो पार्नुपर्छ। यसरी नापेर हैन, कति लाग्छ ठ्याक्क नापेर चिल्लो बनाउनु पर्छ यस्तो चाहिँ है। अनि अब यसले के गर्नुपर्छ भन्दाखेरि अब यो आउँछ हो, यो तरिकाले आउँछ। अब म तपाईँलाई देखाउँदै जान्छु के गर्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ हैन। अब हुन्छ त ओके छ त नि। तुम जाने एउटा भेट्नु गइरहेछ। भेटा हो कि के भन्यो भने भएन नि कुरा गरेर भन्दैन नि। टिम्बु चाहिँ अब यो के बनाउँदैछु भन्ने कुरा त थाहा हुँदैछ होला हैन। यसले अब यसरी समान्ने कुरा यो भएपछि यसरी हाल्नु पर्छ। भर्छ यहाँ काटी मसिनो काटी हाल्नु जानु हुन्छ हैन। अब काटी छैन, मैले काटी हाल्दिनँ किन फुट्ने सम्भावना बढी हुन्छ। मिसिन छैन नि त। अब स्वरूप दिन जाँदैछ। अब दुईटै यो छ यो यसले पनि बराबर गर्नु काट्नुपर्छ क्या। यसरी बराबर छ हैन। अब यो अलिकति यो ठुलो छ, अलिकति ठुलो छ हैन। अब म अब यहाँ यसरी यो हुन्छ। अब यो साइडमा राखेर अब हामी यसरी यहाँ राख्दाखेरि यसलाई यहाँबाट चाहिँ के गर्नुपर्छ त भन्दाखेरि ओहो त्यो भयो, यो भयो हैन। एकपट्टिको यो भयो। अब अर्कोपट्टि पनि तपाईँहरूले यो चाहिँ अलिकति मिल्नुपर्छ। फेरि यहाँ माथिको चाहिँ यसलाई
साह्रै जरुरी छ यसलाई बस्छ यसो भने चिल्लो पनि हुन्छ होइन राम्रो पनि हुन्छ राम्रो पनि देखिन्छ यतापट्टिबाट अलिक मिलेन है यतापट्टिबाट यहाँ आउँदाखेरि कुरो यहाँ आउँदाखेरि के हुन्छ भन्दाखेरि योसँग बराबर हुनु पर्यो है यतिको गरेर तपाईँहरूले थाहा पाइसक्नुभयो मैले के बनाएको भन्ने कुरा है अगाडि यो यहाँसम्म आइपुग्यो है यतिको स्वरूप चाहिँ भयो अब यसलाई मैले के गर्नुपर्छ भन्दाखेरि अब यसलाई मैले यो लाउनुपर्छ नि त है गम लाउनुपर्छ नि अब गम नलागे काम छैन फेरि गमलाई काम छैन सिधा भएन ठिक छ होइन अब यसलाई हामीले वाल लाउनुपर्छ नि वाल फेरि तपाईँले के भन्ला भन्दाखेरि वाल तिमीहरूको वाल पनि फेरि नसम्झिनु फेरि यसलाई